नमस्कार, टिभी नेशनल नेटवर्क समाचारमा स्वागत छ। सुरु गरौँ समाचार शीर्षकहरूबाट। जनताको मत जितेर देशको नेतृत्व गर्ने कुलमान घिसिङको दाबी। निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह। बाबुराम भट्टराईका बुबाको पशुपतिमा अन्त्येष्टि। पर्वत जिल्लाका 950 किशोरीलाई HPV खोप लगाइने। बुढा सुब्बा गोल्ड कप आजदेखि सुरु। अब समाचार विस्तारमा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन्। बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरे। उज्यालो पार्टीले जेनजीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अहिले अघि बढेको उनले बताए। घिसिङले अहिले मधेसका जनतासँग भेटघाटका लागि आफूहरू आएको भन्दै पछि फेरि एजेन्डा सहित आउने बताएका छन्। अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सबैलाई आग्रह गरेका छन्। निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुगेका उनले आम नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिएका छन्। अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका छन्। अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालन लगायतका विषयमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अर्यालले जानकारी दिएका छन्। पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डाक्टर बाबुराम भट्टराईको बुबा भोजप्रसादको अन्त्येष्टि गरिएको छ। 97 वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो। केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार गराइरहेका उनको त्यही निधन भएको थियो। उनको पशुपति स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो। पर्वत जिल्लाका 950 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस HPV खोप लगाइने भएको छ। जिल्लाका 61 वटा ओडामा रहेका 127 विद्यालयका कक्षा 6 मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने 10 वर्ष उमेरका किशोरीहरूलाई अभियान मार्फत खोप सञ्चालन गर्न लागिएको हो। यही माघ 27 गतेदेखि 29 गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकोले खोप पूर्ण रूपमा सुरक्षित रहेकोले निर्धक्कसँग लगाउन प्रदेश जनसङ्ख्या कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले किशोरीहरूलाई आग्रह गरेका छन्। उनका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइनेछ। यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा 7 देखि कक्षा 10 सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने 11 वर्षदेखि 14 वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उनले जानकारी दिएका छन्। जिल्लामा खोप अभियान एकै चरणमा सञ्चालन गरिने जनाइएको छ। अभियानका लागि 127 कर्मचारी र 127 स्वयंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन्। आज हुने 26औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कपको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र पाउनाटोली जर्जियन फुटबल क्लब भारत बीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो 2 बजे धरान रङ्गशालामा हुनेछ। प्रतियोगिता खेल्न भारतीय क्लब हिजै धरान आइपुगेका छन्। उद्घाटन खेलको विजेताले पोखराको लालीगुराँस FC सँग माघ 26 गते क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। लालीगुराँसले सिधै बाइफाएर क्वार्टर फाइनल खेल्नेछन्।
छन्। आयोजक धरान फुटबल क्लबले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। फागुन 2 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक पहिलो पटक 10 वटा टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुन भारतीय टोली सहित भुटानको रायल थिम्बु फुटबल एफसी पनि धरान आइपुगेको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन्। प्रतियोगिताका विजेता टोलीले नगद 10 लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले 5 लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दुवै पुरस्कार राशि धरान उपमहानगरपालिकाले उपलब्ध गराइएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले डियो स्कुटर पुरस्कार पाउनेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद 10,000 पाउनेछन् भने विधागत उत्कृष्टले जनही नगद 25,000 पुरस्कार पाउनेछन्। सर्वाधिक गोलकर्ताले नगद 35,000 पाउनेछन्। हवस् त टिभी नेसनल नेटवर्क समाचार अहिलेलाई यति नै। टिएनएन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।